हेलो सो यो चाहिँ हाम्रो ओटिए टेस्ट ब्लिङ्की भन्ने छ अनि यसमा चाहिँ मैले ट्यागमा चाहिँ झुक्केर 10 भएछ तर यसमा चाहिँ हाम्रो बाइनरी छ। यसमा यो बाइनरी छ। बाइनरीमा चाहिँ के प्रिन्ट हुन्छ भन्दाखेरि चाहिँ इट्स वर्किङ भन्ने छ। सिम्पल केही पनि छैन यसमा। इट्स वर्किङ भन्ने मात्र प्रिन्ट हुन्छ। अब त्यसपछि हामी कहाँ गयौँ, कोडमा गयौँ। अब यो कोडले के गर्छ, सुरुमा सबै इनिसियलाइजेसनहरु सबै गर्यो, त्यसपछि वाइफाई एसटी अनि ओटिए पर्फर्मर भनेर आयो। ओटिए पर्फर्मरले के गर्छ, एचटीटीपीएस यहाँ रिक्वेस्ट गर्छ, रिक्वेस्ट ओटिए कन्फिगरेसनमा हाल्यो, त्यसपछि ओटिए सुरु गर्यो, ओटिए इमेज डिस्क्रिप्सनहरु चेक गर्यो, त्यसपछि ओटिए पर्फर्म गर्यो अनि त्यसपछि अब मल्टिपल टाइममा हुन्छ, त्यसकारणले गर्दाखेरि प्रत्येक पटक कति रिड गर्यो भन्ने कुरो यसले प्रिन्ट गरिरहेको हुन्छ। अनि यो कम्प्लिट भइसकेपछि चाहिँ ओटिए इन प्रोग्रेस बाहेक अरु केही भयो भनेपछि चाहिँ यो एक्जिट गर्छ हैन। त्यसपछि हाम्रो यदि ESP ओके ले रिटर्न गर्यो भनेपछि चाहिँ डाटा रिसिभ कम्प्लिट छ कि छैन, छैन भने चाहिँ एन्डमा गयो, यहाँ आयो अनि एबोर्ट गर्यो, नत्र भने चाहिँ रिसिभ कम्प्लिट कति बाइट रिसिभ गर्यो, त्यसपछि ओटिए फिनिशले चाहिँ सबै अरु कामहरु गरिदिने भयो। अनि त्यसले चाहिँ सबै त्यो पार्टिसनमा लेखिदिने अनि त्यसपछि नि डिलिट ह्यान्डलहरु डिलिट गर्ने अनि सबै क्लिनअप कामहरु यो ओटिए फिनिशले गर्ने भयो। त्यसपछि चाहिँ हाम्रो यदि ESP ओके सबै चाहिँ आयो भनेपछि चाहिँ 5 सेकेन्डमा रिबुट हुन्छ। रिबुट भएपछि चाहिँ इट्स वर्किङ भन्ने प्रिन्ट गर्नुपर्छ है। लेट्स टेस्ट इट। सो हाम्रो वाइफाई कनेक्ट भयो, स्टार्टिङ ओटिए अपडेट्स सर्टिफिकेसनहरु भ्यालिडेसनहरु सबै काम गर्छ। अब यसले मल्टिपल टाइम रिक्वेस्ट भएको कारणले गर्दाखेरि चाहिँ चङचङमा एक त रिडाइरेक्ट हुनुपर्छ, त्यसमाथि हैन मल्टिपल चङ्कहरुमा डाटा आउने भएको कारणले गर्दाखेरि मल्टिपल भ्यालिडेसनहरु चेक गर्नु पर्यो हैन। पार्टिसन राइटिङ पनि भनेर भनेको छ यहाँ। हाम्रो राइटिङ कम्प्लिट भयो, अब रिस्टार्ट हुने भयो हैन। ओके इट्स वर्किङ प्रिन्ट गरिरहेको छ हैन। प्रत्येक कति सेकेन्डमा हो, हेरौँ है त, 2-2 सेकेन्डमा रहेछ। ल धन्यवाद।